आज मेरी छोरीले जीवनको अर्को सुन्दर संस्कार छोइन् पास्नी। उनी चीनमा जन्मिएकी भए पनि उनको रगतमा मेरो संस्कार, मेरो धर्म, मेरो परिवारको माया बगिरहेको छ। त्यसैले हामीले धेरै ठूलो होइन, आफ्नै मनले चाहेको सानो र सरल तरिकाले उनको पहिलो भातको दिन मनायौं। मन्दिरमा उसको मामाले सबै सरसामानहरू रेडी गर्दै हुनुहुन्थ्यो, किनकि यो भात खुवाइ चाहिँ उसको मामालाई जुरेको थियो। सबै सरसामानहरू रेडी गरिसकेपछि म चाहिँ पूजा गर्नु थाले। पण्डितले जे भन्नुहुन्छ त्यो नै गर्न थाले। लगभग पूजा पाठहरू पनि सकियो र त्यसपछि नानीलाई चाहिँ भात खुवाउन तर्खर गर्न थालियो। मैले नानीलाई उसको मामालाई दिएँ। मन्दिरमा उसको मामाले सबैभन्दा पहिले नानीलाई भात खुवाउनु भयो। त्यो दृश्य हेर्दा मन एकदमै भरिएको थियो। त्यसपछि मैले आफ्नै हातले छोरीलाई पहिलो घाँस खुवाएँ। त्यो क्षण मेरो लागि शब्दले बयान गर्न नसकिने खुसी थियो। अनि अर्को कुरा चाहिँ मैले के थाहा पाएँ भन्दाखेरि सबैजनाले चाहिँ नानीलाई भात खुवाउन मिल्छ रे, तर उसको बाबाले चाहिँ उसलाई खुवाउन मिल्दैन रे। कस्तो अचम्म। मन्दिरमा सबै पाठ पूजा सकियो, भात खुवाइ पनि सकियो। त्यसपछि हामी घरतिर लाग्ने तर्खर गर्यौं। घर फर्किएपछि सबैको माया झन् महसुस भयो। कसैले टीका लगाइदिनु भयो, कसैले लुगा, कसैले आशीर्वादसँगै सानो उपहार। उनकी हजुरआमाले मायाले सुनको चेन बनाइदिनु भएको रहेछ र हात खुट्टामा चाँदीका बालाले झन् नानीलाई सुहाएको थियो। त्यो दिन मैले एउटा कुरा अझ गहिरोसँग महसुस गरेँ। बच्चा जहाँ जन्मिए पनि उसले आफ्नो संस्कार, आफ्नो जरा र आफ्नो परिवारको माया सँगै बोकेर हुर्किन्छ। मेरी छोरी आधा चीन र आधा नेपाल होइन, उनी दुई संस्कृतिको सुन्दर मिलन हुन् र म चाहन्छु उनले दुवै देशको माया, सम्मान र संस्कार लिएर ठूलो हुन्। आज मेरी आमाले आफ्नो नातिनीलाई हेर्दा देखिएको त्यो माया सायद यही नै परिवारको सबैभन्दा ठूलो धन हो।